युएई, साउदी अरेबिया, कतार, मलेसिया र अन्य देशबाट नेपाल फर्किने नेपालीहरूको लागि ठूलो खुसीको खबर। अब नेपाल आउँदा केही महत्त्वपूर्ण सामान भन्सार तिर्नु पर्दैन। तपाईको मोबाइल, टिभी र अरू सामानमा लाखौं बचाउन सक्नुहुन्छ। यस्तो व्यवस्था अहिले आएको छ। सरकारले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकहरूको लागि केही सामान पूर्ण रूपमा भन्सार छुट दिने व्यवस्था गरिएको छ। आफूले प्रयोग गर्ने ट्याब्लेट, ल्यापटप, डेस्कटप, घडी र क्यामेरा बाहेक कम्तीमा 6 महिना विदेशमा काम गरेका नेपालीले एक थान नयाँ मोबाइल फोन बिना भन्सार ल्याउन पाउने छ। तपाईले प्रयोग गरेको बाहेक पनि एक थान ल्याउन पाउने भएको छ। त्यस्तै कम्तीमा 12 महिनामा विदेशमा काम गरेका नेपालीले एक पटकको लागि 65 इन्चसम्मको टिभी बिना भन्सार ल्याउन पाउने भएको छ। बिरामीले उपचारपछि साथमा ल्याइएको औषधि, शारीरिक रूपमा अशक्त व्यक्तिले प्रयोग गर्न सकिने जे सामान छ त्यो सबै ल्याउनलाई अब छुट हुनेछ र 7 किलोसम्म खाद्यान्न सामानहरू पनि ल्याउन छुट दिएको छ, भन्सार छुट दिएको छ। अझै तोकेको भन्दा बढी सामान ल्याए पनि यात्रीको अवस्था, परिवारको संख्या, बसाइ गरेको देश र समय हेरेर भन्सार कार्यालयहरूको प्रमुख थप छुट दिने सक्ने व्यवस्थापन पनि राखिएको छ। यो निर्णय विदेशमा पसिना बगाइरहेका देश फर्किने नेपालीहरूको लागि ठूलो राहतको रूपमा हेरिएको छ। तपाईं यो निर्णयलाई कस्तो मान्नुहुन्छ? कमेन्टमा आफ्नो विचार अवश्य लेख्नुहोला। म हसन राजा, तपाईं हेर्दै हुनुहुन्छ साहस मिडिया नेटवर्क। हस्त, नमस्ते।